I'm walking down this road of mine, this road that I call home. So am I wrong for thinking that we could? हार्दिक अनुरोध गर्दछु। मञ्जुश्री सम्बत 2862 सोनाम लोछारको उपलक्ष्यमा तिनचुली भजुकुटी Okay, let's go. अतिथिवासीगण हार्दिक अनुरोध गर्दछु। आज गर्ने क्रममा जम्मू संरक्षण भूस्वास निर्माण समितिका अध्यक्ष श्री आर्य लामाज्यूलाई पनि अतिथिको आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी श्री तामाङ तिनचुले तामाङ भजिकुटीका सल्लाहकार वीरेन्द्र लामाज्यूलाई पनि अतिथिको आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी तिनचुले स्तूप समूह समाजका सल्लाहकार गोपाल लामाज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। प्राविधिक सञ्जय लामाज्यूलाई पनि उपस्थित हुन हार्दिक अनुरोध गर्छु। आसन अनुरोध गर्दछु। यता सबै समाजका सल्लाहकारहरू गोपाल लामाज्यू र अनिल काकीले पनि आसन ग्रहणलाई हार्दिक अनुरोध गर्दछु। मोबाइल बस्छु गोपाल र अनिल म जान खाएपछि Happy Loksar. मंगलबार गरिनु हार्दिक अनुरोध गर्दछु।
पटवार सहित भित्र लगाउँछ। यस कार्यक्रमका सभापति तिनचुली हिन्दू संरक्षण समाजका अध्यक्ष र यस कार्यक्रमका सभापति कृष्ण लामाज्यू र हाम्रो यसै टोलका सान र हामीलाई हरेक कुरामा सहयोग गर्नुहुने श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष हाम्रो यस कार्यक्रमका केन्द्रबिन्दु श्री राजकुमार लामाज्यू र विभिन्न गुठीका हाम्रो गुठीका अध्यक्षज्यूहरू र हाम्रा अग्रज हाम्रो अभिभावकहरू र यहाँ उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा स्वागत गर्न चाहन्छु। र अब आजको हाम्रो यस मेरो अजय भाइ, आजका यस कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, यहाँ उपस्थित हुनुभएका आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम यहाँलाई 2862 को पदलाई मैले मान्नुपर्छ। त्यो व्यक्ति भनेको हो हाम्रो ज्योति लामालाई किन मैले मान्नुपर्छ भनेदेखि महासङ्घको केन्द्रीय को सदस्य हुनुहुन्छ। उहाँलाई उठेर एक्चुअली परिचय गर्नु उहाँलाई पनि खाता निर्माण गर्नुपर्ने थिएन। तैपनि यो भन्दै मबाट बडा वर्षको उपलक्ष्यमा विशेष सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रमका संयोजकहरू, दिदी बहिनी, सम्पूर्ण टोलवासीहरूलाई यो 28औं लोछारको बडा लोछारको शुभकामना। यस कार्यक्रमका सभापति ग्रहण गर्नुहुने श्री सुभाष संरक्षण समाजका अध्यक्ष श्री कृष्णबहादुर लामाज्यू, प्रमुख अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष श्री राजकुमार लामाज्यू, 28औं वैशाखी हो सनम लोछारको हार्दिक पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु र 2 शब्द यही टुङ्गाउन अनुमति चाहन्छु। लस्सो ठाकुरजी नमस्कार। आजका यस कार्यक्रमका सभापतित्व गर्ने बस्नुभएका तिनचुली स्थित गर्दै हातमा हात काँधमा काँध गर्दै यस बौद्धलाई चाहिँ जुरुक्क उठाएर चाहिँ हामीलाई जुनै पनि मामलादेखि सम्पूर्णमा अहिलेका चल्दो युवा मात्रै नभएर एउटा बुद्धिजीवी सरका व्यक्तित्व श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामालाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। मञ्जुश्री सम्बत 2862 सोनाम लोछारको उपलक्ष्यमा
तिनचुली देवीथान गुठी, तिनचुली भजु गुठी, तिनचुली स्तूप संरक्षण समितिको संयुक्त आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका सभाध्यक्ष, यो कार्यक्रम निरन्तर रूपमा हाम्रो समाजलाई, हाम्रो गुठीलाई एक ढिक्को बनाउनको लागि, मजबुत बनाउनको लागि यो कार्यक्रम आवश्यक छ भन्ने हाम्रो ठम्याइ भएको हुनाले यो कार्यक्रम आयोजना गर्यो। तामाङ समुदायले, हेल्मो समुदायले विशेष गरी सोनाम लोछार मान्छ र त्यो सोनाम लोछार फागुनको 6 गते मञ्जुश्री सम्बत पात्रो अनुसार फागुनको 6 गते परेको छ। तिथि अनुसार हाम्रो लोछार फागुनको 6 गते पर्छ। यो वर्ष ग्याल्पो लोछार र सोनाम लोछार एकै दिनमा पर्छ। त्यसैले हामीले यो मौकालाई छोपेर बौद्ध 6 नम्बर वडाको माथिल्लो बेलका तामाङहरू, समुदायहरू, हाम्रा गुठीहरू, हाम्रा भजु गुठी, थिङ गुठी, देवीथान गुठी, सबै जोटपाटीदेखिका सबै दाजुभाइहरूले आज हामी सबैजना उपस्थित भएर यो कार्यक्रम मनाउँदैछौँ। हाम्रो परम पूज्य गुरुहरूलाई हामीले त्यो दिनमा भेला गर्दैछौँ। तामाङ समुदायबाट क्याप्चे रेमोचे मात्र 3 वटा रहेछ। ठुलो परम गुरुहरू 3 वटा हुनुहुन्छ। जो जात्रा मनायौँ शताब्दीमा, 0 शताब्दीमा मा झ्याजीमाले कल्पना गरेर मा झ्याजीमाले तिनचुले चोकमा खाना पकाएर बौद्ध निर्माण गर्नुभयो। मा झ्याजीमाको 4 वटा छोराले खिजेबु, फाक्जेबु, झ्याजेबु, यी 4 वटा छोराहरूले बौद्धको निर्माण गर्नुभयो। र अर्को जुनीमा पुण्य स्वरूप ती खैजेबु, फाक्जेबु, झ्याजेबुले गुरु रेम्बोछे, जसलाई हामी गुरु पद्मसम्भव भन्छौँ, राजा ठिसिन दुइजेन ग्याल्पो, आचार्य ठिसिन दुइजेन लगायतका बामे टिसर लगायतका ती महान महान गुरुहरू यो तिनचुलेमा बौद्धमा गरेको, बौद्ध निर्माणमा गरेको कर्मले ती महान गुरुहरू जन्म भयो। सञ्चालकज्यू, 2862औं सोनाम लोसार अर्थात् तालो वडा बल्ल कार्यक्रमका प्रमुख अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका श्रद्धेय अध्यक्ष राजकुमार लामाज्यू, यसै मञ्चमा आसिम तिनचुली देवीथान तामाङ गुठीका अध्यक्ष सन्तकाञ्चन लामाज्यू, तिनचुली तामाङ गुठीका अध्यक्ष राजकुमार लामाज्यू,
परदेशको जागिरी कसै हो लाहुर दाइको कुरा कसै हो लाहुर दाइको छाडेसी चटै बिर्सेन जस्तो छ पवित्रै हो सोल्टिन गोर्खाली मनायो पिरतीले सोल्टिन जन्चोको बनायो म त परे तिम्रै सोल्टिन ए सोल्टिन 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 जौलारेलैमा सरर गोर्खा पल्टन धन्यवाद स्वागत गरौँ आजको विजेता हाम्रो मैश्वर लामाज्यूलाई यसपालिको विजेता मैश्वर लामाज्यूलाई धेरै धेरै बधाई